हामी दुईजना आज यहाँ चाट खान आएको है, समोसा चाट। अब कस्तो बन्दैछ, कस्तो मिठो छ, के छ। हाम्रो यो दाइकै पसल हो, लाले दाई भनेर चिनिन्छ, मिर्चैयाको हो। हामी हाल अहिले काठमाडौँको चाबेलमा यहाँ चाट खान आएको है। कस्तो बनाउनु भएको छ, अब हामी खाएर टेस्ट गरेर भन्छु है हजुरहरूलाई। ल हाम्रो चाट आइसक्यो मजाको। यहाँ कस्तो मिठो बनाउनु भएको छ, अब दाइले टेस्ट गरेपछि थाहा हुन्छ। ल टेस्ट गर्नु त कस्तो भएको छ। मिठो भएको छ है, एकदम टेस्ट राम्रो छ अरे। आउनु, हाम्रो यो दाइ उहाँ नै हो, अनर उहाँ नै हो। आउनुहोस् यहाँ पनि, कस्तो मिठो बनाउनुहुन्छ क्या चाट यहाँको। ल गाइज, अब म पनि खान्छु, हामी दुईजनै खाने हो चाट। ल चाट खाएर अब कस्तो मिठो छ के छ, राम्रो छ भने म तपाईँहरूलाई एकदम यो भिडियो मार्फत भन्छु है। चाट एकदम मिठो बनाउनु भएको छ है, एकदम। ल अब दाइले टेस्ट गरिसक्नु भएको छ, अब म चाहिँ टेस्ट गर्छु कस्तो भएको छ के छ। एकदम मिठो छ, दामी छ। ल हजुरहरू पनि आउनुहोस् यो ठाउँमा चाट खानुहोस्। यहाँको स्वादिष्ट चाट पुरै काठमाडौँभरि पाउनुहुन्न है, यतिको छ। ल धेरै नै मिठो भयो, खाँदाखेरि एकदम मिठो छ। जति खाए नि खाउँ लागिराख्ने, एकदम टेस्ट राम्रो भयो। हजुर पनि आउनुहोस् है, कहिलेकाहीँ खाने यो ठाउँमा। मिठो भएन भने त्यसपछि कम्प्लेन पनि गर्न मिल्छ। यो हाम्रो कविता स्विट्स हो, राम्रो बनाउनुहुन्छ है उहाँहरूले। आज दाइले पनि मजाले मिठो बनाएर खानुभयो, राम्रो छ, मिठो बनाउनु भएको छ क्या। हजुरहरू पनि आउनुहोस्, खानुहोस्, मिठो छ, सस्तो पनि छ है। जम्मा 120 रुपियाँ चाट हो है। आउनुहोस्, हजुरहरू पनि आउनुहोस् है खानालाई चाट। आज दाइ र म चाट खान गएको, चाट खाएर फर्किरहेको छु। दाइलाई धेरै नै राम्रो मिठो लाग्यो चाट, अनि खुसीले गदगद छ आज दाइ, एकदम मिठो भयो।